उहाँबाट नि यता घुराउनु पर्ने होइन त आइरहेको चाहिँ फिल्लिली पो ल्याउँछ त हो यही हो पिच भनेको यतिको त पिचै होइन त पिचै छ अरे हौ कता भ्लग हेरिरहेको मैले अगाडि यसो भ्लग हेर्नु पर्यो नि त हौ परको बाटो हो नि हेर्नु न कस्तो दामी खान्छ अब चिचिला गाउँपालिका आउँछ ऊ त्यो परको चिचिला हो जुम गर्न चाहिँ नमिल्दो रहेछ अनि यसमा बरु त स्ट्यान्ड किनेको मोबाइलमा कस्तो बबाल आउँथ्यो यार तिमीलाई नै रोजेको थिएँ कत्रो आफ्नै सोध्ने आउँदै थियो केही आएको छैन भनेर अब ठिक आउन थाल्यो होइन अघि 19 सयको एल्टिट्युडमा रहन्छ हामी सिङ्ला भनेको 1170 अनि कोइटार भन्ज्याङ भनेको त्यस्तै यस सम्बन्धी चाहिँ अनि हामीहरूले फुलहरू भनेका बोटमै सुहाउँछ प्रकृतिले हामीहरूले माया गर्नुपर्छ नेचरलाई अनि मात्र हामीहरूलाई उसले माया गर्छ र हामी बाँचिन्छ यतातिर पुरै बाटोहरू बनाउनलाई तयारी अवस्थामा राखिरहेको छ बाटो रमाइलो छ सोचे जस्तो आज नुमको यात्रामा छौँ गोला पुग्ने हो हामी हटिया गोला भोटखोला गाउँपालिकासम्म पुग्ने हाम्रो लक्ष्य छ त्यस पछाडि हामी भोलि वरुणसम्म पुगेर चाहिँ वरुण नदीमा हाम्रो यसो स्नान गरेर पितृहरू पितापुर्खा भगवान्लाई सम्झिने पनि कुरो छ अब हामीले जे खाए पनि हामीहरूले मन शुद्ध गरेर जाने हो मासु नै खाए पनि केही बिग्रिँदैन तर आत्मालाई शुद्ध गरेर गइयो भने चाहिँ सबै फलहरू प्राप्त हुन्छ भन्ने विश्वास राख्छु तर हामी गाउने हो म चाहिँ यहाँबाट जस्तो बाटो भनेर क्या कस्तो खालको है त्यही त केही हुँदैन मलाई त मेरो घरमा पनि फरक पर्दैन छाडा बोलेको म बोल्दिनँ सुने भने त्यो सालाले यसो गरिदिएर सम्बन्धी घरमा सक्छ तर अरू पनि फरक पर्दैन टुट गर्नुपर्छ अलिअलि त भइहाल्छ नि मलाई यही समाजले नै त सिकाएको हो कस्तो दामी ठाउँ रमाइलो छ त्यस्तै भयो भने घुम्न पनि रमाइलो हुन्छ साथीभाइ मिल्ने हिँड्दाखेरि चाहिँ घुम्न पनि रमाइलो हुन्छ नत्र चाहिँ त्यति रमाइलो हुँदैन बाटो एकदम लेकको जङ्गल एकदम राम्रो हाम्रो पितापुर्खाहरू दुःख गरेको यस्तै लेकहरूमा हो अब हाम्रो जेनेरेसनले अलिकति कन्डिसन भइसक्यो अब घर फर्क अभियान चलाउनुपर्छ हाम्रो नेपाल सरकारले घर फर्क अभियान चलाएर मात्र हुँदैन विकास पनि गर्नुपर्छ अनि घर फर्क अभियान यस्तो गिटीमा चाहिँ भनेको 2 गियरमा हिँड्नुदेखि बाहेक विकल्प छैन चिप्लेर लडिन्छ बरु बिस्तारै पुग्ने राति 10 बजे तर हामी यात्रा हाम्रो चाहिँ सेफली जाने हो तिमी तर हेर तिम्रो कति स्वर्ग लोके परि
अन्त यस्तो छ क्या यस्तोमा चाहिँ अलिक सुरक्षित यस्तो अप्ठ्यारोको बावजुद पनि यसको भ्यूहरू हेरेर चाहिँ यात्रा गर्न धेरै रमाइलो भइरहेछ। महसुस नै भएको छैन। एकदम ढिला लागेको छ, न्यानो भएको छ। आज हामी भोलि चाहिँ हाम्रो प्रजातन्त्र दिवस, नेपाली नागरिकले राणा शासनबाट चाहिँ स्वतन्त्र भएको दिन, हामी पनि त्यसैको उपलक्ष्यमा चाहिँ स्वतन्त्र रूपमा प्रकृतिसँग स्वतन्त्रताको मजा लिन गइरहेका छौँ। तोरे छ है गुमाइको अन्यता नसोरेको भए कस्तो हुन्थ्यो। सङ्कल्पित छ जिन्दगी मेरो जवान अनि अब चुनावको प्रचार प्रसार पनि एकदमै हुँदै रहेछ। हाम्रालाई भन्दा पनि एकदम देश विकास गर्ने मान्छेलाई भोट हालेर जिताउनु होला, पार्टी भन्दा पनि व्यक्ति छानेर, अनि देश हाम्रो समृद्ध हुन्छ। सबै भन्ने चाहिँ मिलाइदिनु हो आर्मीहरूले देखिको मिल्ने साथी हाम्रो मित्रका सम्बन्धमा के माथि राम्रो छैन होला मोटरसाइकल भएर जाने एउटा एकदम पहाडको टुप्पोबाट बाटो गएको छ, एकदम राम्रो छ। 1 मिस भन्ने खालको बाटेका बेला कस्ता गाह्रो अप्ठ्यारो बाटो आएको हो। किमा खान्छ ठुलो धेरै खाइयो र अलिकति ढिलो कुदाएको 5 मिनटको फरक होस् तर धुलो नखाने भन्ने आनन्दले गाडी कुदाउँदा पनि मजा लिएर आनन्द यसको मजा साथीभाइहरूले उग्र धुलो उडाए।
यो प्रकृति त कति अनन्त छ देखेरै नसकिने एकदम भावविह्वल हुने खालको पनि बिस्तारै जाँदै सफरमा हामी बिस्तारै नै राम्रो देखाउनुपर्छ हौ त्यो हरियो परिएर मात्र राम्रो देखाउँदो रहेछ क्या यसले जुम गर्न मिल्दैन नि त यसमा होला क्या त्यहाँ जुम गर्ने छैन बटम होला त्यो प्लस र माइनसको बटम छ त यो त उप त वाइ यस्तोमा चाहिँ एकसाथमा इन्डिपेन्डेन्ट चाहियो खाल्डा पनि केही जस्तै लाग्दैन नि प्लस भयो यस्तैबाट पनि पुग्छ हौ तर अहिलेसम्म एकदम सहज छ कतै कतै अलिक अप्ठ्यारो उठान बाटो भएर त्यस्तै थिएँ मैले हेरेर यस्तो हेरिरहेको मैले यस्तो भिडियो गर्नु नि उहाँको कुनै चाहिँ धेरै एग्रेसिभ भएकोले गर्दाखेरि यहाँ पान्नु पर्ने स्थिति आइरहेको छ उहाँले बाइक चाहिँ अघि त्यो बसमा चलाउने सब थाकेर बसिरहेको छौँ गलेर इलिप्सै
कति दुःख छ भन्ने कुरो त्यो त्यहाँको मान्छेलाई मात्र थाहा छ क्या कोपिचार हामी त एक दिनको रमाइलोले गजब रहेछ दामी ठाउँ भन्छौँ कि मोटर बाटो त्यहाँ लगभग यहाँ तलबाट एउटा रहेछ राम्रो बाटो छ त्यही जाउँ त त्यो